हाम्रो घरको यो कटहर यो खाना त एकदम मिठो छ, तर टिप्न भने गाह्रो छ है। यसरी डोरी लाएर थैलामा डोरीको माध्यमबाट तल भैँसम्म झारिन्छ। यो कटहर टिप्ने तरिका है, नखसालिकन सुरक्षित तरिकाले कटहर टिप्ने तरिका। यो हाम्रो पुरानो पहिलेदेखि नै हामीले यो गरिरहेको छौँ। यसरी डोरीको माध्यमबाट थैला र डोरी लाएर माथिबाट एकजनाले तलबाट एकजनाले पुनी। ल ठुला ठुला कटहरहरू र साना कटहरहरू पनि सुरक्षित तरिकाले ल यसरी आयो।